भोलिपल्ट अब बढी भइसक्यो मैले सहन सक्दिनँ जातेरा मान्छेको कोछन् जोड मैले मेरा समाजका मान्छे जोड्छु आज यो भाग बन्डा नगरिकन मैले फैसला नगरी छोड्दिनँ जाति विधि ह्याप्पी म अब जाऊ तिमीले पनि तिमीलाई लिएर मैले पनि मेरा लिएर ऊ आज आमालाई भनेर यताको उता उताको यता नगरी हुन गए मलाई सपोर्ट गर्नु पर्यो है हजुरहरूले आज तिमी जात्रै ह्याप्पी छौ तिमीलाई दुधको दुध पानीको पानी आज यहाँ सयको सय बनाएर छोडिन्छ नाच्यौ तिमी हामीले पनि आज जित हाम्रो हुन्छ ए भगवान के देख्न परेको मलाई यो कपाल फुल्ला सिउँदो जोड्दा यता यो छोरी यता यो छोरी अब खसेला कताको गरम मैले भगवान छोरा पाएँ छोरी पाएँ बल्लै खाएँ दुई पक्ष बीच ठिक्क बराबरी सहमतिमा गर्न पर्छ है यो घरमा यो जेठीलाई जाति विधि हेप्पी अब यसरी हुन्न है यहाँ फसेला अलि राम्रसी गर्न पर्छ सही हो अब यसरी हुन्न यो महिला अधिकारमा यसरी हेपिन पाइन्न कान्छीलाई सबैलाई मिलेर हेप्दा रहेछन् यसरी हेप्न पाइँदैन कान्छीलाई म कान्छीपट्टि छु म बुढीलाई केहीको थाहा छैन भएको एउटा घडेरीको लाल फुर्जा यही हो जसलाई बाँड्दिनी बाँड समान जसलाई बाँड्दिनी हो मेरा बुढाले कमाएको मेरा बुढाले किनेको घडेरी हो यो म दिन्न त्यसलाई त म त मफै बस्ने यो घडेरी हो यो जहाँसुकै जान्छ अरू गर्नु फैसला यो दिन्न मैले घर भागो लाल पूर्जा कान्छीले साँतेपछि यो जेठीलाई फेरि के दिने यो त यो जेठीलाई पनि त दिन पर्यो नि यस्तो निराश बनाउनु भएन नि जतिको उनले लसी मैले के हो त ल भन्नु त म ह्याप्पी रहेछु कि भैँसी जेठीलाई दिन पर्यो भैँसी चाहिन्छ भैँसी पनि मफैले रोजेर लिएर आएको त भैँसी मलाई चाहिन्छ मर का त बरु कमाउन गाहन भाइ कमाउन गाहन मेरा त गाहेन नि यहीँ छ नि मैले के गरेर हुन्थ्यो कि राख्न बुढालाई घर तिम्रो मेरा गहना बेचेर पठाइदिनु त्यसै गएको नि तिम्रो पै मेरा गहना बेचेर नबेचे भए तिम्रो पै जान्थे गहना मेरा बुढालाई ननाच्ने बुढालाई बेचेर पठाएर हुन्थ्यो कि राख्न बुढा घर नभएन भैँसी मलाई पनि चाहिन्छ तँलाई मात्र दिएर हुन्छ नि तैँले अगाडिको लैजा लाने चाहिँ भए मलाई पछाडिको दे त्यही हो ए बोल्न पनि के बोलेको मन्टातिरको तैँले लैया पछाडिको मैले लैजान्छु मैले घाँस हँसुरेको हँसुरे भैँसीलाई दुध दुधै तैँले खाँदै गर्छिस हेप्न पनि लिमिट हुन्छ नि घाँटे हेर्नु त ठिक्क बोलाकै एउटा भैँसीलाई भाग नगर भैँसीलाई भाग गरेर मुखपट्टिको मैले लाने यार पुछारपट्टिको यसले लाने यार कुरा सुन्दा नि एउटा भैँसीलाई दुईपट्टि बनाउने हो यसरी गिद्धेनी नगर हौ दुईटी बुहारी ट्याप्प मिलेर खानी बस्ने गर हौ धेरै बाहिरकालाई यसो उसो अंशबन्धमा यताउति भनेर गिद्धेनी नगर अब चराचर बराबर भएर बसेर खानी गर कान्छीले मिले त म मिलेर बस्न तयार छु के राख अब मिल हौ यस्तो कच्चानी नगर मैले त यिनी मिल्ने भने त म मिल्न तयार छु नि मैले अब क्यार स्याउ त देउरानी जेठानी यो जाति यस्तो यो संसारमा मिल्ने मलाई त बिहा गर्दा जेठानी दिदी हुनुहुन्छ खुसी भएर दिदी जस्तै भनेर म मिल्छु भनेर म कति मैले पनि यिनी आउँदा बहिनी आउने भएन भनेर खुसी भएको त हो नि आमा नत्र यिनी मिल्ने भने म मिल्दिन र म यो घरमा पसेदेखि कहिल्यै खुसी हुनु भएन म आएर हजुर म अबदेखि खुसी हुन्छु मिलेर बस्नेमा बसौँ तिमी तयार छौ म त खुसी छु हामीले अब आमालाई जानु हजुरहरु जानु हामी धेरै धन्यवाद।